Hello everyone, welcome back to my new video. अनि आज चाहिँ म यस्तो राम्रो भएर साडी लगाएर कता जाँदैछु भन्दाखेरि सिडनीमा एउटा फंक्सन छ। यहाँ अस्ट्रेलिया नै आएपछि चिनेको दिदीको बिहे छ यहाँ सिडनीमा। सो त्यहाँ आज चाहिँ मेहन्दी एन्ड संगीत सेरेमनी हो। सो त्यही भएर त्यहाँ जाँदैछु। अनि मसँग त्यस्तो पर्टिकुलरली येल्लो त्यस्तो काइन्ड अफ थिएन, मसँग यो ग्रीन थियो। सो आई वोर दिस बिकज अब कलर कोड त हुन्छ, मेहन्दीको पर्टिकुलर कलर कोड हुन्छ, बट ग्रीन पनि त म्याच हुन्छ नि त। सो आई ह्याड यो साडी, त्यही भएर यही लगाएर जाँदैछु। अब आई डोन्ट नो इफ आइम गन बी लाइक ओभर ड्रेस्ड त्यहाँ भिडमा, आई डोन्ट नो, बट आई थिङ्क यहाँ चाहिँ सबैले ओभर ड्रेस नै गर्न प्रिफर गर्छ जस्तो लाग्छ मलाई। त्यही पनि त्यहाँ गएपछि हेरौँ के हुन्छ, भए पनि केही छैन। आइ एम ओभर ड्रेस्ड जस्ट फर यु गाइज। Guys, we just got to train. I'm waiting for train station. I'm waiting for train platform ma. So train चाहिँ आयो, यो ट्रेनमा चढ्ने हो। अनि त्यसपछि दुईटा ट्रेन चेन्ज गर्यो, फेरि बस पनि चेन्ज गर्नुपर्छ रे। सो गाइजहरु यो ट्रेन चढेर चाहिँ लिडकममा चेन्ज गर्ने रहेछ। अनि लिडकमबाट चाहिँ ब्याङ्क्सटाउनको लिने रे, अनि त्यसपछि बस चढ्ने होला। सो वर्क विथ मी। यस्तो राम्रो गाइजहरु चेन्ज ट्रेन फ्रम लिडकमबाट ट्रेनमा चढ्यो। अब यहाँबाट ब्याङ्क्सटाउन। गाइजहरु बस चढेर यहाँ पन्चबल आएर अब पन्चबलबाट हिँड्न पर्ने रहेछ केही डिस्टेन्स, बिकज अफकोर्स स्टेसनको हातमा त हुँदैन। सो अनि हेर्दैछु गुगल म्याप हेरेर हिँड्दैछु। सो यतापट्टि देखाइरहेको छ गुगल म्यापले। सो यतापट्टिबाट हेरौँ कहाँ पुगिन्छ। अफकोर्स त्यस्तो धेरै टाढा त पुगिन, बिकज 5 मिनट वक देखाइरहेको थियो। सो लेट्स वक। गाइजहरु सो रिच टु यहाँ आएर ठ्याक्कै त्यतापट्टि छ त्यो पार्टी प्यालेस। अनि यहाँ चाहिँ ठ्याक्कै यो वाला सिन चाहिँ कस्तो राम्रो लाग्यो। अनि यहाँ एकैछिन फोटो खिच्यौँ, भिडियो बनाऊँ, एन्ड देन अब चाहिँ अब जानु पऱ्यो भित्र, बिकज टाइम कटिसक्यो। जस्तो यहाँ घडी लाउने मान्छे जस्तो हेर्नु मन लाग्यो क्या। सो अब त्यता जाने, एन्ड देन विल मिट एन्ड लेट्स सी हाउज द इन्भाइरोमेन्ट। एन्ड टोइलेट रे गाइजहरु, टोइलेट जाने बाटोको लाइट पनि कस्तो फ्यान्सी। अनि यहाँ पुग्ने चाहिँ हामी नै सबभन्दा फर्स्ट मान्छे रहेछ मान्छे। अनि त्यहाँ मेहन्दी लगाउने चाहिँ अलरेडी भएको भएर मेहन्दी लगाउनको लागि पाइन्छ, फ्री हो भने भएर म मेहन्दी लगाउन बसेँ। अनि अझैसम्म नि कोही आइसकेको थिएन। सो मैले बोथ ह्यान्डले लगाएँ। अनि त्यसपछि अगाडिपट्टि चाहिँ लगाएन, त्यस पछाडिपट्टि मात्र लगाएँ। अनि सबैलाई पालो दिएँ। सो दिस इज माई मेहन्दी। कस्तो देखिएछ त? राम्रो डिजाइन चुज गरेछु कि नाइ? कमेन्ट डाउन बिलो। अनि सबभन्दा पहिला चाहिँ स्टार्टर लिएँ। अनि यहाँ चाहिँ कोक, मेरो चाहिँ कोक बिना जिन्दगी चल्दैन। सो जे कुरा पनि कोक चाहिन्छ। अनि स्टार्टर पछि दिदीहरू दाइहरू सबै आउनु छ। अन्त पहिला दाइ आउनुभयो थियो, अनि त्यसपछि दिदी आउनुभयो। अनि दिदीको मेहन्दीहरू लगाउन थाल्यो। अनि त्यसपछि दिदी र दाइको एन्ट्री हो। अनि यो बेलामा चाहिँ सङ बजाएको थियो। सो आई कुड नट ओरिजिनल साउन्डमा मैले हाल्न सकिनँ, बिकज कपिराइट मलाई लाग्न छैन। सो म यहाँ भोइस ओभर गर्दैछु। अनि यस्तो राम्रो एन्ट्री हेर्नु न, त्यहाँ ग्रान्ड एन्ट्री यस्तो राम्रो देखेको थियो। अनि दिदी चाहिँ त्यहाँ माथिपट्टि गएर अनि दिदी दाइको बोथ फ्यामिलीसँग सबैसँग फोटोसुट भयो त्यहाँ माथिपट्टि। अनि सी हाउ क्युट दे आर लुकिङ टुगेदर, यही नै भन्न चाहन्छु म। अनि त्यो स्टेजको डेकोरेसन नै कस्तो राम्रो लागिरहेको थियो। अनि यो चाहिँ फोटोग्राफरहरू हो क्या। अनि सबैले भिडियो खिचिरहेको थियो, फोटो खिचिरहेको थियो। अब
हाम्रो काम नै त्यही हो नि त। अनि म पनि यहाँ बसिरहेको थिएँ बिकज मैले अरूको हातमा मोबाइल दिएर खिचिदिनु त भिडियो र फोटो भनिरहेको थिएँ। सो म चाहिँ थुचुक्क बसेर हेर्न पाइरहेको थिएँ भनौँ न। अनि यो पछि चाहिँ डान्सहरू सुरु भयो। अनि यहाँ चाहिँ पहिला हुन्छ नि त दिदीको हल्का मेहन्दी पनि देखाउन पऱ्यो नि त। सो मेहन्दीवाला फोटोसुट अनि त्यसपछि डान्स सुरु भएको थियो। सबभन्दा पहिला को नाच्यो मैले बिर्सेँ, बट यो चाहिँ दिदी र अनि दिदीको फ्रेन्ड्सहरूको ग्रुप डान्स भयो। अनि त्यसपछि म त सबभन्दा दिदीलाई हेरे भइरहेको थियो बिकज सी वाज लुकिङ सो ब्युटिफुल यु नो गाइज। अब म धेरै चाहिँ बोल्दिनँ, बाँकीको डान्स चाहिँ म्युजिक लगाएर नै प्ले गरिदिन्छु। म्युजिक एज इन ओरिजिनल सङ त हुँदैन बिकज कपिराइट लाग्छ। जस्तो जस्ट म्युजिक जुनमा कपिराइट लाग्दैन। इन्जोय। अनि पालो आयो। अन्त सुरुमा चाहिँ दिदीले सिङ्गल डान्स गरेर स्टार्ट गर्नुभयो। अनि त्यसपछि दाइलाई उठाएर ल्याउनु भयो। अनि हेर्नु न कस्तो राम्रो देखेको उस हुन्छ नि के अरे धुवाँ। अनि त्यो मलाई यस्तो कुराको यस्तो नलेज छैन, त्यही भएर मेरो ननसेन्स वर्डलाई आफूले बुझ्नु होला। सो अनि दिदी र दाइको डान्स पनि एकदमै राम्रो लाग्यो। सो हियर इट इज। गाइजहरू सो डाउन विथ दि फङ्सन। आजको फङ्सन भयो। अनि म चाहिँ जे भयो नि हुन्छ नि त अब नेपाली नै हो नि त। अनि हल्का ढिला चाहिँ स्टार्ट भएको थियो बिकज अब यस्तो इभेन्ट भइसकेपछि चाहिँ यताउति गर्दाखेरि ढिलो भइजान्छ। सो छिटो आएँ, दुइटै हातमा मेहन्दी लगाउनु पाएँ। अहिले चाहिँ गाडा बसेको छैन, यो अफकोर्स भोलि चाहिँ गाडा बस्छ। अनि म मेहन्दी लगाएपछि फेरि मेरो हातमा टिक्दैन क्या, कस्तो उक्काउनु मन लाग्छ। सबै उक्काएर सकिसक्यो। ओए अनि गाइजहरू यो चाहिँ के भन्छ मेहन्दी प्लस सङ्गीत सेरेमनी थियो नि त। सो सङ्गीतमा चाहिँ आफू के अरे सबैजनाको सिङ्गल सोलो ग्रुप पर्फर्मेन्सहरू सबै भइसकेपछि ब्राइड एन्ड ग्रुमको पर्फर्मेन्स भइसकेपछि जुन मैले क्याप्चर गरेको छु आई क्यान हल्का थोरै क्लिप हालौँ न बिकज कपिराइट गाइज कपिराइट लाग्छ। सो अनि थोरै क्लिप हाल्छु एन्ड देन के भन्छ अरे अनि पछि लास्टमा चाहिँ सबैजना नाच्नको लागि पनि सङ बजाएको थियो। सो त्यो बजाउँदाखेरि चाहिँ सबैजना उठेर नाच्दाखेरि अब म नै एकैछिन उफ्रिएँ, खुट्टा दुखाएँ हिल लगाएर। अब भोलिको लागि नि खुट्टा हेरौँ। बस स्टपमा बस हुँदै गाइजहरू पन्चवेलबाट ब्याङ्क्सटाउनसम्मको बसले अनि ब्याङ्क्सटाउनबाट यहाँ रिडकमसम्मको बसले। अनि जुन त्यो बसमा चाहिँ मस्तो लाग्यो, छिटै आउनु त उहिले आइपुग्न पर्ने हो, कति आधा घन्टा बढी नै त्यही बसमा घुम्यो। अनि त्यसपछि फाइनली हियर इन स्टेसन। अब के भन्नु यस्तो हेर्छ कि त्यो उसलाई चाहिँ एक्सप्रेसको रुट मात्र थाहा रहेछ। अनि हामी चढेको बस चाहिँ अल स्टप टु रिडकम रहेछ। सो अनि त्यही भएर अनि अपोजिट डिरेक्सनमा गयो। फेरि अनि कसैले अनि डिरेक्सन भनिदिएर फेरि राइट डिरेक्सनमा आएर अनि यहाँ आउँदा चाहिँ ढिला भयो। सो हियर इन स्टेसन वेटिङ फर ट्रेन। अब चाहिँ बस आउँछ, बसमा चढेर त आएको। अब चाहिँ ट्रेन आउँछ एन्ड देन अनि चाहिँ हालत खराब भइसकेको छ बिकज इट्स अलमोस्ट 11 PM। अनि निन्दा लागेको छ, घर गएर मुख धोएर सुत्न छ, भोलि बिहान उठेर नुहाउन छ, अनि भोलि बिहे अटेन्ड गर्न छ। सो हेक्टिक, त्यही भएर मलाई रेकर्ड गर्न मन लागेको थिएन, बट अब स्टार्ट गरिसकेपछि आई ह्याभ टु रिपोर्ट यु गाइज। सो हियर इन स्टेसन।